धन्यवाद। साधारण सभाका अध्यक्षज्यू, जागरण सभाका अध्यक्षज्यू लगायत यहाँ सम्पूर्ण उपस्थित हुनुभएका जनसमुदायहरूलाई मेरो नमस्कार। म चाहिँ नेकपा एमालेको जेएनजी हुँ। म चाहिँ नेकपा एमालेको जेएनजी हुँ। यहाँ चाहिँ नेकपा एमाले र जेएनजीलाई छुट्टा छुट्टै हो भन्ने बनाउन खोजिएको छ। यसमा चाहिँ म घोर भ्रष्टाचार गर्न चाहन्छु। घोर भर्त्सना गर्न चाहन्छु। भदौ 23 गते भएको जेएनजी भ्रष्टाचार, जेएनजी आन्दोलनमा भएको यो भ्रष्टाचार विरुद्धको मागमा हामी नेकपा एमालेका जेएनजीहरूको पनि साथ थियो। नेकपा एमाले एकदमै राम्रो पार्टी हो। 23 गते भएको यो शान्तिपूर्ण आन्दोलनमा विदेशी दलालहरूको घोर पैठ भएर धेरै जेएनजीहरूको निधन भयो। यसमा चाहिँ म दुःख व्यक्त गर्न चाहन्छु। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र घाइतेहरूप्रति चाहिँ